हाम्रो घरमा यति धेरै राम्रो ठुलो करेला फलेका छन्। अर्को पनि कता छ? यहाँ छ बाबै, कति ठुलो छ यो त। अब म मम्मीलाई बोलाउँछु करेला टिप्नलाई। मम्मी मक्खा, मम्मी हाय करेला टिप्न आउनु है। यहाँ कति धेरै करेला फलेछन् के। करेला ल ओहो मम्मी मक्खा, कति करेला खाने होला नि अब। त्रो है खै त देखाउनु त, आधा किलो खग्या हो। ओहो एक पाउ त निश्चय छ होला, 300 400 ग्राम। मम्मीले अर्को पनि टिप्दै हुनुहुन्छ। मम्मी लप्स करेलाको अचार, त्यही भएर मम्मी टिप्दै हुनुहुन्छ सकि नसकी गरेर। खै हेरौँ त मम्मी आज कति टिप्नु भयो तरकारी बारीबाट। आज शनिबार पछि ठुल मम्मीहरू फुपूहरू आउनुहुन्छ। अचार बनाउँछु करेलाको। करेला अनि के हो नि? करेला रोटी दही। करेला भित्र के छ यहाँ? यो बोडी हो। ए ल त नि आज त करेला र बोडी खाने। ल आफ्नै घरको पनि पकाउने, करेला अचार दिउँसो पनि खाने। अहिले बोडीको आलु आफ्नै घरको अर्ग्यानिक हैन त। ल ठिक छ। वा